ओए त के गरायो ओए टोलीहरु कस्तो मजा छ ल वेलकम टु आरएनके भ्लग के छ खबर दसैँ कस्तो भयो दसैँ रमाइलो भयो ल सबैजनालाई वेलकम टु आरएनके भ्लग के छ माइलुहरु नेक्स्ट डे नेक्स्ट भ्लग फाइनली माइलुहरु टाइटल हेरेर तारसँग बोला आजको भ्लग के को बारेमा हो भनेर ब्याकग्राउन्ड हेर्नु हैन मस्त स्विमिङ पुल अगाडि छु आज चट्ट भाइहरु सबलाई लिएर आएको हैन हामी अहिले कहाँ छौं भन्दाखेरि सपुरमा छौं सपुरको जगत रिसोर्ट हैन ओए ल उल्टी हाल्दै केटा हो के छ ठीक छ ओए ह आरएनके भ्लग एनके भ्लग भाइ घर कहाँ रे यही चपुर हो ल ढुक्कै हान्दिन्छु ल पानी राम्रो छ मजाको छ ओए ल केटाहरु त यहाँ फर्ममा भइसक्यो अब यहाँबाट यहाँ कपडा चेन्ज भइसक्यो फाइनल्ली ल पुग्यो वान डाइभ लेट्स गो ल जाउँ नि त छिरो ओए त के गरायो व्हाट इज दिस बिहेभियर ब्रो ल ल ल ओए लेडी टोइलेट छिरो के हो यो भकुले ए खाली रहेछ भट्टा भट्टी एक डाइभ हान न यहाँबाट हान्छ हान न दुईजना जाऊ जाऊ खुट्टा चिलायो स्विमिङ हाल्नु नपारो भगले सर पौडी खेलिदिनु त अब बाँकी कार्यक्रम भने मेरो सुरुवात हुन बाँकी छ हैन सो आफ्टर फ्यु मिनट आई विल अल्सो गो हियर अहिले भाइहरु लास्ट इन्जोय गरिरहेछन् हैन ऊ देउस राम्रो रहेछ यार रौत हट्न पनि नट ब्याड हैन तो बवाल छ यार बच्चालाई यता रहेछ अर्कोलाई यतापट्टि छ त्योभन्दा अर्कोलाई उतापट्टि रहेछ हैन बवाल छ बवाल चोलीहरु जाने छोडिएको छैन भित्र बस्दाखेरि क्या अलिकति चिसो चिसो भाइब छैन बाहिर निक्ले पुरै गर्मी छ हैन ओ हाम्रो मेरो भाइले म भुक लागेर यहाँ पुरै चाउचाउ हानिरहेछ वाइ वाइ चाउचाउ वाउ कति पैसा पर्यो हाउ 1 लाख परेन ए यहाँ बसेर धार तातो बनाउनु मजा छुट्टी छ मजा आयो मजा आ गयो एकदम एउटा मेन चाहिँ त्यो अन्डर वाटर खिच्ने केसी लिएर आएन हेर टोलीहरु कस्तो रमाइलो हुन्थ्यो है यहाँ भित्र यस्तो मजा मजा पानी भित्र खिच्न मजा हुन्थ्यो तर के गर्नु एउटा कुरा कमी भयो हैन सो अब त्यो अन्डर वाटर चाहिँ हामी कहाँ गएर निकाल्ने भन्दाखेरि हामी अब डोटेमा जान्छौँ नेक्स्ट डे भोलि होला अनि त्यहाँको खोलाबाट खतरा निकाल्छौँ अन्डर वाटर यस त्यस्तै टाइममा
देउसी स्केटिङदेखि लिएर सब छ। बवाल दुख्छ नि त। ल नुहाइयो मजाले होइन, बवाल मजा आयो दियोस् भाइहरूसँग धेरै पछि आएर नुहाउनलाई। यहाँबाट देख्ने भ्यू हेर हाम्रो जगत रिसोर्टको होइन, बवाल देखिन्छ है। केटाहरू यहाँ छन्, फोटोसुट हानिरहेछन् होइन। कस्तो बवाल बनाएर चाहिँ रुखको माथि यार, यो मजा छ मजा। ओए टोलीहरू कस्तो मजा छ। ल साने कस्तो लाग्यो त भ्लग? फाइनल्ली होपफुल्ली गाइजहरूलाई मन पऱ्यो होला भ्लग पनि होइन। सो भ्लग मन पऱ्यो भने यसो लाइक कमेन्ट सेयर हान होइन। अब यहाँबाट हामी खाजा खान जाने भन्ने कुरा भएको छ। फेरि हामी चपुरमा खाजा नखाने बागमती गएर खाने, के गर्नु पस्दैन नि त यहाँको होइन। अब टक्क बागमती जाने हो, सरर पारमा खाजा खाने हो, नुहाएर फ्रेस भइहाल्यो, चकाचक भइहाल्यो। अब भनेको लाग्ने हो। अब गाडीमा गएर जर्मन गाडीमा भेट्नुपर्छ, बुझ्यो नि टोलीहरू। यस्तै छ ल। हामी त अब घरतिर निस्किएको फाइनल्ली। ब्याकग्राउन्ड म्युजिक चाहिँ मन पर्यो। अब हामी चल्दिएको एकछिन यहाँबाट उता चाहिँ भन्छौँ ल। बडी पश्चात 1500 दिएर 100 मा भर घरमै लाग्यो। भर्खर अघि नुहाएर आएको जस्तो लाग्यो त, पसिनै पसिना भइसक्यो यार। गर्मी त कस्तो गर्मी भयो त आम्मामा है। नुहाएर जस्तो बसेर भाग्छ आज अहिले।